नमस्ते सबैजनालाई। आज चाहिँ मैले आलु बखडाको खटी मिठीको अचार बनाउँदैछु। हाम्रो उता पश्चिमतिर चाहिँ आलु बखडा अथवा पलम पनि भन्छौँ हामी। यता काठमाडौँतिर अथवा अन्य कुनै ठाउँमा चाहिँ आलु चानी भन्दो रहेछ। मैले चाहिँ आज थाहा पाएको। यो आलु बखडालाई देखेपछि आलु बखडा खाँदा चाहिँ म मेरो साथीहरूलाई सम्झिन्छु, म मेरो बाल्यकाल सम्झिन्छु, म मेरो मिठो सबैभन्दा प्यारो सम्झनाहरू पलहरू सम्झिन्छु। मेरो साथीहरूमा पनि स्पेसल्ली मेरो प्यारो बहिनी अनि मेरो क्लासमेट मेरो साथी मोनिका श्रेष्ठ, पुष्पा भट्ट, आकांक्षा भयो अनि जिज्ञासालाई पनि म सम्झिन्छु। अनि मेरो घरको साथी अंकिता भयो अनि मेरो प्यारो मम्मी अनि मेरो दाइ मेरो दिदी पनि यो सम्झनाबाट मसँग धेरै जोडिएका छन्। हामी आलु बखडा भनेपछि सानोमा चाहिँ साह्रै हुरुक्क हुने अनि त्यसपछि मेरो साथीहरू चाहिँ कहिले किनेर खान्थ्यौँ, कहिले चाहिँ कसैको बोटमा गएर टिपेर पनि खाइदिन्थ्यौँ अनि कसैलाई चाहिँ ल्याइदिन भन्ने। अनि त्यसपछि हामीलाई जस्तो भए पनि हुन्थ्यो कि हामी काँचो पनि खाइदिन्थ्यौँ, नुनमा चोपेर पनि खाने, यत्तिकै पनि खाने। घरमा बाबाले मम्मीले यति गाली गर्नुहुन्थ्यो, नखा पेट दुख्छ भन्नुहुन्थ्यो, तर पनि हामी लुकी लुकी भए पनि खाने, साथीहरू जम्मा हुने अनि त्यसपछि नुनमा चोपेर खाने। त्यो सम्झनाहरू कति मिठो छ है। मैले आलु बखडा हामी धेरै किसिमले खायौँ, तर आज म मेरो साथीहरूको लागि चाहिँ अचार बनाउँछु भन्ने सोचेर म अचार बनाउँदैछु। मैले चाहिँ पहिला आलु बखडा लिएर मजाले पखालिएँ अनि पखालिसकेपछि त्यसलाई चाहिँ तेलमा फ्राई गर्नु अघि तेलमा मेथी फुराएँ अनि जिरा र धनिया पनि फुराइदिएँ। त्यसपछि पलमलाई मैले राखेँ अनि राखिसकेपछि चलाएँ। त्यसपछि पलमले चाहिँ पानी छोड्न थाल्दो रहेछ अनि पानी छोड्न दिए त्यसलाई मजाले गल्न थाल्छ त्यो। अब यो गल्न थालेपछि चाहिँ मैले त्यसमा गुड पनि मिसाइदिएँ अनि मसँग चाहिँ अचार थियो खुर्सानीको अनि मैले त्यो खुर्सानीको अचार पनि राखिदिएँ। चलाइसकेपछि जिराको धुलो अनि धनिया पनि मिक्स छ यसमा। नुन पनि राख्दिएँ। हजुरहरूले स्वाद अनुसार नुन राख्नुहोला। चाहिँ साथीहरू तिमीहरूलाई मेरो याद कतिको आउँछ, म चाहिँ तिमीहरूलाई साह्रै सम्झिन्छु। अब मैले व्यक्त गर्न नसके पनि अब आज चाहिँ म मेरो भिडियोको मार्फत तिमीहरूलाई सम्झिँदैछु। यो अचार पनि मैले तिमीहरूकै लागि बनाएको हो अनि तिमीहरूले चाहिँ मलाई कमेन्टमा एक्लै बनाएर खाइस् चाहिँ नभन्नु, यो चाहिँ तिमीहरूको लागि बनाएर खान्छौ भनेर पनि मैले राखिरहेको छु। अब त्यो दिन त कहिले आउला है, हामी कहिले सँगै भेट हुने होला, कहिले त्यसरी कहिले आलु बखडा, कहिले पलम, कहिले अमिलो है। अनि कस्तो रमाइलो गर्थ्यो कि हामी, कहिले कहाँ जाने, कहिले काँचो अङ्गुर खान जाने है, जे भए पनि हुन्थ्यो हामीलाई। अब सबै आफआफ्नो ठाउँमा छौँ, आफआफ्नो काममा छौँ, त्यही भएर सम्झना भए पनि कन्ट्याक्ट बिरलै हुन्छ हाम्रो, तर पनि सम्झना चाहिँ कहिले मेटिँदैन रहेछ। म चाहिँ तिमीहरूलाई असाध्यै सम्झिन्छु। केही चिज हाम्रो बचपनसँग जोडिएको देखेँ भने पनि कस्तो याद आउँछ है, मेरो साथीलाई यो मन पर्थ्यो, हामी यस्तो गर्थ्यौँ भन्ने हुन्छ। मलाई थाहा छ तिमीहरू नि मलाई त्यति नै सम्झिन्छौ भन्ने। बेला बेलामा कन्टिन्युअसली चलाइराख्नुपर्छ किनभने चाहिँ पिठमा टाँसिन सक्छ, त्यसैले म चलाउँदैछु। अनि कति छिटो समय बित्यो आज तिमीहरूलाई सम्झिँदा, हाम्रो बाल्यकाल सम्झिँदा पत्तै भएन साथीहरू। अनि हाम्रो अचार पनि अब बिस्तारै रेडी हुँदैछ। जब यो भिस्कस हुन्छ अथवा हल्का स्टिकी हुन्छ मह जस्तै, तब बुझ्नुपर्छ हाम्रो अचार अब रेडी हुँदैछ भन्ने।
अनि यसलाई चाहिँ हजुरहरू पनि अवश्य ट्राई गर्नुहुन्छ भन्ने आशा गरेकी छु मैले। यो हामी रोटीसँग नि खान सक्छौँ, ब्रेडसँग नि मिठो हुन्छ, खानासँग नि एकदम मिठो हुन्छ। आज तातो छ त्यसैले सिसामा राख्न हुँदैन। म चाहिँ आज यो सेलाउन दिन्छु अनि भोलि चिसो भएपछि बल्ल बट्टामा राख्छु। अब हाम्रो खट्टी मिठी पनि रेडी भइसकेको छ। हस्, थ्याङ्क यू।